नमस्ते एभ्रिवान लासो फ्याफुल्ला सबैजनालाई देशवासी विदेशमा रहनुहुने सम्पूर्ण साथीभाइ इष्टमित्रहरूलाई म चाहिँ के भन्न चाहन्छु भने यो अहिले जुन मङ्गोलियन कोहीले राजा ल्याउने कोही के भन्दैछ होइन यार एकजुट हुनु न हो राजा लिएर ल्याउनु पर्छ भन्न चाहन्छु होइन राजा चाहिँ चाहिन्छ देशमा नेताहरूले अब देश बनाउँदैन देश बेचिसक्यो विदेशीलाई त्यो हो के को मङ्गोलियनहरूको फेरि यो जुलुस नारा हो यो के हो बुझ्न गाह्रो हो कहाँबाट आयो त्यो जुलुस गर्नलाई पैसा मलाई दिनु न हो यता बरु सापट्टि म यसो ब्याज पनि दिन्छु बरु त्यो नाराबाजी लगाएर होइन केही नगर्ने नमिल्ने हो कि के हो नेपालमा होइन भगवान रिसाएको हो कि मान्छे पागल हो कि के हो दिमाग कता हो नेपालीहरूको यार मिल्नु न हो मिल्नु